आउँछ यसलाई मेरो माम घरले त हुन्छ तपाईँलाई नाम के दिएको छ विक्रम पर्दा विक्रम पर्दा निरज हामी कहाँ आइपुग्यो अरे के गर्न आएको हामी सो गाइज हामी चाहिँ यसो ठुलमम्मीको घरतिर यसो घुम्न आइरहेको शनिबार अनि तर ठुलमम्मी नै हुनुहुँदैन के अरे हुनुहुन्न रहेछ अनि यो चाहिँ ठ्याक्कै यो गाउँ चाहिँ मेरो बस्तीपुरभन्दा ठिक्क पारीको गाउँ हो यो चाहिँ विक्रम पर्दा गाउँ हो होइन अनि यहाँ चाहिँ यो चाहिँ मेरो ठुलमम्मीको घर ठुलमम्मी चाहिँ कतै घुम्नु जानुभएको जस्तो घुम्न भन्दा नि त्यही गाउँतिरको यसो कामधाम गर्नको लागि जानुभएको जस्तो अहिले हुनुहुन्न अब हामी एकछिनमै फर्किनु होइन त तिमीहरू पहिला हिँडेर जन्म्यो भने त तिमीहरू दुईजनै त चाहिँ कहाँ जन्म्यो त तेरो घर चाहिँ कहाँ त अनि यो भाइ चाहिँ को त हेलो भाइ गयो रिसायो जस्तो कति वर्षपछि आइपुग्यो सो द्याट अब चाहिँ हामी टक्क बसिरहेछौँ यहाँनिर होइन यो चाहिँ दुइटै चाहिँ मेरो भतिजहरू हुन चाहिँ अनि के भन्दाखेरि अब यहाँ यसो घुम्न भनेर आएको शनिबारको दिन फ्री टाइममा अब ठुलमम्मी नै हुनुहुन्न रहेछ यहाँनिर जे होस् अब एकछिन बस्छौँ फर्किन्छौँ यहाँनिर चाहिँ धेरै मेमोरिजहरू छन् भनौँ न बचपनको सानो बेलाको यहाँनिर चाहिँ अब दसैँमा टिका सिका लाउन आउँथ्यौँ अब दुइटै दाइको बे चाहिँ यहीँनिरबाट भएको हो होइन उसको बाउको पनि ठुलो बाउको पनि यहाँनिर अनि जे होस् कस्तो पुरानो दिनहरूको याद आइरहेछ पुरानो दिनहरूमा फर्किरहेको छु है म चाहिँ तिनीहरू जन्मै थिएन अनि जे होस् यहाँबाट अलिकति पर चाहिँ मामा घर छन् होइन उता मामा घरहरू थिए वहाँबाट अनि यता आउनुपर्ने थियो
भन त हामी चाहिँ अब सिधै हामी खोला घर जान्छु अब त्यसपछि भेट्छु ल हामी चाहिँ गए अब चाहिँ हामी फर्किरहेको छौँ किन भन्दाखेरि अब ठुलो मम्मी पनि आउनु भएन हामीले पनि शान्तिले भिडियो खिचेर भइहाल्यौँ सो द्याट अब फर्किँदैछौँ घरतिर है त फेरि यो पनि हाम्रै मामा घरको थियो बेचीको बोट तल हजुरबाबु गर्नुहुन्थ्यो अन्त बेचेर जानु भइसक्यो भेटरतिर बस्नुहुन्छ अहिले चाहिँ र यो चाहिँ हाम्रो जेठो मामाको घर जहाँ हामी सधैँ टिका लाउन आउँथ्यौँ तर अहिले कोही पनि बस्नुहुन्न र यो बाख्रा बाँधेको भन्दा साइडमा मेरो साइना मामाको घर थियो अहिले केही पनि छैन अब चाहिँ हामी यता यसो क्रममा हाम्रो नयाँ पुल बनेको रहेछ धेरै टाइम भइसक्यो बनेको तै पनि नयाँ नै भन्नुहुन्छ 3 महिना होला हो 3 महिना होला अरे यो सानो भइसक्यो भने त्यसलाई सब थाहा हुन्छ बस्तीको कहाँ जान अहिले चाहिँ अब हामी नयाँ पुलमा आएको छौँ मामा घर छोडेर अहिले चाहिँ हामी ठ्याक्क ठाडो खोला पुलनिर आइपुगेको छौँ अनि यो चाहिँ जे होस् रमाइलो रहेछ अब के भन्नै आएर छैन है तँलाई के भन्न आउँछ के भन्नु मन छ तँलाई भतिज के भन्नु किन त्यहाँ पहिला 7 वर्ष हुने बेला ऊ त्यो पुल्न गएको थियो त्यहाँबाट बेमा गएको थियो बेमा जाने बेला अनि फेरि फर्केर आउने बेला त्यहाँ भूत देखा बाबाले त्यति हो आउँछ होला फेरि तैँले त सबै पैसा दिनुपर्छ नि भाइ नबस प्यारे बाट नि अब भयो अब जे गर्नु मन लाग्यो हामी एकछिन यहाँ बस्यौँ बसेर अब निस्किन लागेछौँ निस्केर अब घरतिरको यात्रा के तँलाई के स्कुटी चलाउनु दिनुपर्ने भनेर ल पहिला सानो हुँदाखेरि मामा घर आउँदाखेरि चाहिँ मलाई चाहिँ त्यो के भन्छ हामीलाई चाहिँ भनौँ मलाई होइन बगरै हिँडाएर हेराउनुहुन्थ्यो अनि मैले भन्थेँ मेरो मामा घरमा चाहिँ कहिले गाडी जान्छ भनेर भन्थेँ अनि अहिले चाहिँ त्यो खत्रै डेभलप भइसक्यो मेरो मामा घर पनि तर अहिले मामा घर चाहिँ छैन मामा घरमा किन भन्दाखेरि हेटवटा सरिसक्नु भइसक्यो सबै मामाहरू झन्डै लडा स्कुटीमा चाहिँ कडा भएछ निराज तेरो दाइले राम्रो स्कुटी पाउँछ कि तैँले लाइसेन्स छ
चाहिँ हाम्रो गाउँको एकदम फेमस तिरतिरे धारा। सो गाइज अब चाहिँ त्यो मामा घरको ठाउँतिर गएर फर्किरहेछौँ। कहाँ भन्नु भुन्द्रुङ भुन्द्रुङ गएर चाहिँ फर्किरहेको छौँ। अनि त्यस पहिलाको चिजहरू कस्तो दिमागमा घुमिरहेको थियो, पहिलाको चिजहरू जस फर्केर आएर थियो दिमागमा भनौँ न। सानो हुँदाखेरि त्यो बाटो अनि त्यो चिजहरूले चाहिँ जस चाइल्डहुडमा चाहिँ फर्काइदिरहेको थियो मलाई। अझ मोर डिटेलमा चाहिँ बनाउन सकिन्थ्यो भिडियो, जस घुम्ने मात्रै हिसाबले आएको थियौँ। अनि यसो हल्का फुल्का खिच्दिउँ न भन्ने जस्तो लाग्यो। अब नेक्स्ट डे चाहिँ म एकदम प्रिपेयर भएर अनि त्यसपछि एकदम राम्रो मोर डिटेलले बनाउने सोचले आउँछु। म यो जत्रै हुँदाखेरि चाहिँ यो बाटो हिँड्थ्यौँ मामा घर जानको लागि, र म चाहिँ अनि जस रिसाउँथेँ अरे कति हिँडाएको म हिँड्दा थाकिसकेँ। अब चाहिँ जस मामा घर गाडी चलिसकेपछि मात्रै आउँछु भनेर रुन्थेँ अरे होइन। पुरानो दिनहरू सम्झिँदा खलो नि लगाइरहेछ, रमाइलो नि लगाइरहेछ। हामी अलि त हिँडेर जान सक्छौँ, अहिले मुखै फर्केर उतापट्टि जान सक्छौँ, अनि यहाँबाट पनि जान सक्छौँ। हो एउटा बास घाटाबाट निस्केँ म। अझै कहाँबाट निस्किँदा रहेछ? साइमन म गएको छु। तेरो मामा घर कहाँ हो? मेरो मामा घर बाँसको। मामा घर भएको मान्छे मेरो त हेटवटा हो है।